म प्रीतम शाह र आजको टपिक रहेको छ वाट इज रिट भन्नाले रिट भनेको के हो त र रिट बुझ्नुभन्दा पहिला रिटको इतिहास बुझ्न आवश्यक छ र रिटको इतिहासको कुरा आओस् र बेलायतको कुरा नआओस् भने हुनै सक्दैन किनभने रिटको जुन सुरुवात छ जुन रिटको कन्सेप्ट छ त्यो नै बेलायतबाट युनाइटेड किङडमबाट सुरुवात भएको मानिन्छ। जस्तै कि पहिला जुन युनाइटेड किङडमका राजा महाराजाहरू थिए त्योबाट आदेश जारी हुन्थ्यो र त्यो आदेश कुनै पनि एडमिनिस्ट्रेटिभ बडिज जुडिसियल बडिज भन्दा माथि मानिन्थ्यो। यदि कुनै पनि खालको डिसिजन भएको छ कोर्टबाट वा कुनै पनि खालको आदेश जारी भएको छ कुनै पनि न्यायिक निकायबाट वा प्रशासनिक निकायबाट भने यदि राजा महाराजाको आज्ञा आइहाल्छ भने त्यो भन्दा माथि मानिन्थ्यो, सुप्रिम अर्डर मानिन्थ्यो र त्यसै अनुसार तलको काम कारवाही हुन्थ्यो। र बेलायत जस्तै नेपालमा पनि प्रथा परम्परा रहेको हामी हेर्न सक्छौँ। जस्तै कि जुन बेला सुप्रिम कोर्टको स्थापना भएको थिएन, प्रधान न्यायालय पनि आएको थिएन, प्रधान न्यायालय ऐन 2010 पनि आएको थिएन, त्यो बेला जुन राजाहरूको हुकुम थियो आदेश थियो त्यो नै सर्वोपरि मानिन्थ्यो। जस्तै कि तल रहेको न्यायिक निकाय धेरै थिए, प्रशासनिक निकायहरू पनि थिए अनि त्योबाट नै पुरै काम कारवाही हुन्थ्यो। तर कुनै पनि खालको यदि राजानिर बिन्ती पत्र जान्थ्यो र त्यो बिन्ती पत्र सुनेपछि राजालाई लाग्थ्यो कि जुन तलको न्यायिक निकायले नराम्रो गरेछ वा त्यसमा अझै सुधार गर्नुपर्ने कुरा छ भने त्यो राजाबाट हुकुम आदेश जारी हुन्थ्यो र जुन हुकुम आदेश जारी हुन्थ्यो भने त्यस आदेशकै मोडिफाइड भर्जन अहिलेको रिट हो भनेर हामी बुझ्न सक्छौँ र 2010 देखि आधुनिक रिटको सुरुवात भएको नेपालमा मानिन्छ। र अब रिटको अर्थ हेर्ने हो भने रिट एक प्रकारको निवेदन हो जुन कि अदालतमा दर्ता हुन्छ र यदि अदालतमा त्यो दर्ता भइसकेपछि त्यो जजले त्यसको मनसाय राम्रो हेर्छ भनेर रिटको जुन मनसाय छ, जुन न्याय प्राप्त गर्ने जुन मनसाय छ र जुन धारा दफाहरू प्रयोग गरिएको छ त्यो यदि उचित छ भने त्यसलाई अर्डरमा कन्भर्ट गरिन्छ। जस्तै कि त्यो आदेश जारी गर्नको लागि नै निवेदन दिन्छ र जुन बेला निवेदन दिएको छ त्यो बेला रिट निवेदन भनिन्छ र जुन बेला त्यो आदेश जारी भइहाल्छ कोर्टबाट भने त्यो रिट आज्ञा बनिहाल्छ, जस कारणले यसलाई निवेदन पनि भनिन्छ र आज्ञा पनि भनिन्छ। र यसरी हेर्नु भने कुनै पनि खालको संवैधानिक हक, मौलिक हक वा कानुनी हक हनन भएको छ र कुनै पनि खालको त्यसलाई उपचार प्राप्त गर्ने वा हुन लागेको छ र त्यसलाई रोक्न सक्ने कुनै पनि उचित कानुनी प्रक्रिया वा व्यवस्था छैन भने अदालतद्वारा न्याय प्रदान गर्न असाधारण अधिकार क्षेत्रको प्रयोग गरी न्याय प्रदान गर्न जुन निवेदनको आधारमा आदेश जारी गरिन्छ त्यसलाई नै रिट भनिन्छ। र रिट निवेदन दर्ता हुनको लागि र रिट निवेदन अनुसार आदेश जारी गर्नको लागि रिट निवेदनमा केही कुरा हुन आवश्यक छ। जस्तै कि रिट निवेदनमा जहिले पनि सरकारी निकायलाई वा सरकारलाई विपक्षी बनाइएको हुनुपर्छ भन्नाले रिट निवेदन जहिले पनि सरकारको विरुद्धमै जारी हुन्छ वा सरकार विरुद्धमै त्यसलाई दर्ता गरिन्छ। अर्को कुरा के हुन आवश्यक छ भने रिटमा जुन हकको उल्लेख गरिएको छ त्यो हकको पहिलादेखि नै कानुनी व्यवस्था हुनुपर्छ भन्नाले जुन हकको व्यवस्था पहिलादेखि नै कानुनमा गरिएको छैन भने पछि गएर रिट निवेदनद्वारा त्यो हकको सिर्जना गर्न सकिँदैन। किनभने नेपालमा पहिलादेखि नै हकको व्यवस्था गरिएको छ भने मात्र रिट निवेदन दर्ता हुन्छ र त्यसै अनुसार आदेश जारी हुन्छ। र अर्को के हुनसक्छ कि जस्तै कि पहिलादेखि नै कानुनी हकको व्यवस्था छ र जुन हक उपचार गर्ने माध्यम छ त्यसको पनि व्यवस्था छ तर त्यो जुन माध्यम छ त्यो अपर्याप्त छ। यदि त्यो माध्यमबाट गइसकेपछि त्यो पूर्ण रूपमा त्यो हक प्रचलन गर्न सकिँदैन र प्राप्त पनि गर्न सकिँदैन भने त्यो अवस्थामा पनि त्यो रिट निवेदन जारी हुन सक्छ। अर्को अवस्था के छ भने हक व्यवस्था गरिएको छ र रिमेडियल प्रोसिड्युर पनि छ तर त्यो रिमेडियल प्रोसिड्युर वा कुनै पनि खालको जुन प्रक्रिया छ त्योबाट गइएमा लामो समयसम्म मुद्दा जान्छ वा त्यो अन्याय सरह हुने नै जान्छ भने त्यो सिचुएसनमा पनि रिट निवेदन दर्ता हुन सक्छ र त्यसकै अनुसार आदेश जारी गर्न सकिन्छ। जस्तै न्यायको सर्वमान्य सिद्धान्त के छ भने जस्टिस डिले इज जस्टिस डिनाइड। यदि न्याय छिटो छिटो दिन सकिएन, ढिलो दियो भने त्यो अन्याय सरह नै हुन जान्छ। त्यो सिद्धान्त बमोजिम पनि यदि कुनै पनि खालको त्यो जुन प्राप्त गर्नुपर्ने न्याय छ त्यो धेरै नै लामो समयपछि प्राप्त गरिन्छ भने यदि त्यस्तो पहिला नै अनुमानित छ भने त्यो बेला पनि रिट निवेदनबाट छिटो छिटो न्याय प्रदान गर्न सकिन्छ। र रिटको इतिहास के छ, रिट भनेको के हो र कुन कुन अवस्थामा रिट जारी हुन्छ त्यसको बारेमा त हामी यस भिडियोमा जान्यौँ र रिटको प्रकारको बारेमा अब जान्छौँ। जस्तै कि रिट 5 प्रकारका छ। एउटा बन्दी प्रत्यक्षीकरण, उत्प्रेषण, परमादेश, अधिकार परीक्षा र प्रतिषेध। यो 5 प्रकारको रिट कुन कुन अदालतले कुन कुन अवस्थामा जारी गर्न पाउँछ भने यो सबैको बारेमा यो भिडियोको पार्ट 2 मा बनाइयो। त्यसमा गएर तपाईँ राम्ररी हेर्न सक्नुहुन्छ। भिडियो हेर्नको लागि धेरै धेरै धन्यवाद।